हाल नि त ढोकोसोको लगाऊ झ्याल लगाऊ यताउति चेक गर टायर यताउति पानी यो गाडी त यार यो गाडी नचढाउने ठाउँ हुन्न आज अब हाम्रो गाडी भएर त अफरोड माग्नु Hello guys, welcome to our another vlog. यसरी हो कि हामी चाहिँ आज क्याम्पिङ ट्रिप है हाम्रो दाजुभाइ चाहिँ पछाडि सिटमा मस्त पारामा हैन अनि यसरी क्यामेरा घुमायो भने चाहिँ अगाडि हाम्रो ड्राइभर सिटमा हुनुहुन्छ मिस्टर कुशल गुरुङ राजा आज ट्रिप चाहिँ क्याम्प फिस एन्ड कुक त्यही त के हो नि आजको अब हामी चाहिँ विल्सन प्रमतिर लागिरहेको छौँ कति 2 hours 42 minutes देखाइरहेको छ म्यापमा सो विल बी डुइङ फिसिङ विल बी डुइङ क्याम्पिङ होइन बार्बिक्यू नाइट हुन्छ राजाको आज स्पेसल ल्याम्ब चप्स होइन म्यारिनेटमा होइन टक्क लगाएर चट्ट लगाएर छ होइन अनि टक्क विथ सम चिप्स एन्ड ड्रिङ्क्स ग्रिल फिस पनि हुन्छ आज 360 क्यामेरा तर निकाल्यो यो मलाई आज यो खानेकुरा कस्तो हुन्छ मलाई थाहा पाइसकेको छ किन भन न किन दामी हुन्छ राम्रो दामी अफ कोर्स स्पेसल अफ कोर्स अनि हामीले आज फिसिङ रड पनि बबालवाला ल्याएको छौँ अहिले हुन पर्यो गाइस प्लिज ट्राइङ चाहिँ गर्नु पाएन अस्तिको भिडियो हेर्नुभएको छ भने प्लिज चेक इट आउट है हामीले चाहिँ फिसिङ गएको थियौँ बबाल होइन बबाल 5 किलोको माछा है एउटा त्यो सिङ्गैमा आएको छौँ खाइ 4 जनाले पनि भ्याउन नसकेको राति है त्यो चाहिँ प्लिज चेक इट आउट क्यामेरा त आज अर्को क्यामेरा ल्याए आज त डेन्जर मैले क्यामेरा लिएर आएँ ला आज चाहिँ के हो आज के हो त आज त खत्रै जान्छ क्या हो आज क्यामेरा सो ऊ जस्तो भन्नुभयो त है ल गाइस अब चाहिँ हामी डाइरेक्ट त्यहीँ गएर भेटौँला धन्यवाद ट्याङ्की खाली भयो नि बाटोमै दियो त अहिले ट्याङ्की खाली है फाइनली हामी अब कति 1 hour जति बाँकी छ अब केटाहरू अब ब्रेक पछिको यात्रा गीत बजाइहाल्नु पर्यो आफै बच्छ के डेढ गङ्गाहरू पनि गर्नु के गाइज हामीले अब कमजोर हाने त्यहाँ अलिकति रगत पनि थियो त्यसैले आज छिर्की मिर्की तेरा चाहिँ पानी देऊ न मलाई त्यो जमानाको फोटो हेरेर यहाँ यस्तो पाउँदो रहेछ के हो यो यस्तो लाइभ अन द ल्यान्ड रे प्लेनहरूको के हो त यो यसको माथि चढ्न सक्छौ गान्छ यसको माथि चढ्न सक्छौ यसको माथि त हेर ग्याङ पनि देखेँ मैले के अरे यो विल्सन प्रमको वाइल्ड लाइफ भ्युङ कस्तो खतरा के वाइल्ड लाइफ भ्युङ भने ठ्याक्क भनेर ठ्याक्कै यिनीहरू पनि देखिरहेको छ कि है यो चाहिँ यतिको चाहिँ हुनु पऱ्यो है नाम लेखेपछि ए लड्दैन नि दाइ जुनगिरी पनि आउँछ क्या यता त है वाइल्ड रहेछ हाम्रो यहाँ कङ्गारुसँग यता पनि रहेछ यहाँ पनि छ यार यो त वाला बियो के गङ्गाहरू लड्दै आयो भने कान्छ तर यिनीहरू त अलिकति फ्रेन्डली नै हुन्छ अलिक जस अब यहाँ देखिरहेकोहरू यसो ट्याग हुन्छ नि त पेट नजिक जानु हुन्न डिस्टर्ब गर्नु भएन नि त है खाइरहेछ मस्त कान्छाहरूले 3 जना कस्तरी घाँस खाने है त्यसको मासु खानुपर्छ कि आज बिचरा दाइ अलिक के खानलाई होइन त्यो नजिक नजानु डिस्टर्ब नगर्नु दाजु ला आयो भने त्यो आउँछ कि अब यार सबैको बानी हो यहाँ त होइन यसको कान पानी होइन खोइ यताउति अब यो नामहरू यिनीहरू त अलिकति उस टाइपको नै हो नि होइन र सानो यहाँनिर हामी यो हल्का हेरेर आइसकेछौँ फ्रम वाइल्ड लाइफ पार्कबाट
अनि अब हामी पार्दैन हो त्यत्रो त अब 20 मिनटको छ यात्रा हैन अनि हामी लाग्छौँ फाइनली हामी क्याम्पिङ स्पटमा आइसकेका छौँ है अनि अब चाहिँ टक्क यहाँ टेन्ट तालेर यो छ यहाँको यो चाहिँ हाम्रो क्याम्पिङ स्पट आजको यो भित्र राख्दा हेल्प गर नि दादालाई यार गाडी सब भित्र राख्यो राजा आफ्नो काम सुरु गरौँ न त सबैले के गरौँ केवल आइहाल्यो मलाई त्यो चुलो दिनुहोस् म गर्छु हाम्रो सरदार भनेको यही हो यसलाई नि एकछिन यहाँ दिउँ है प्यान प्यान त्यहाँ त उ त्यहाँ यो बन्द गरौँ न एकछिन मार्दैन दुध हाम्रो दादाजी टेन्ट त एकछिनमा भयो त दाइ यो जाडो चाहिँ पातिलो कपडा लगाउनु कसरी सुत्ने हो त्यही भनेको के अरे तर होइन अर्को छ कि यसमा है टक्क अब यहाँ चाहिँ टेन्ट हुँदैछ चाहिँ पपअप वाला टेन्ट रहेछ त्यही भएर चट्टा एकैछिनमा स्याट्टा है हाम्रो राजाले चाहिँ काम लागिसक्यो यस्तो हुनु पऱ्यो कि राजै चट्ट लाएर चट्टै दुध अब जिन्जर कति हाल्ने त हामी है सिपालु पाक्छ नि यसले यस्तो जाडोमा तर खन्न खोज्छ चाहिँ पानी छ यो हामीसँग नाइ भएको यही हो दादालाई चाहिँ सुत्नु कि हतार छ होइन दादा सुत्न त पर्यो नि यार सुत्न भनेको मेन इम्पोर्टेन्ट कुरा यहाँ सुत्नै आएको दादा सुत्न आएको त होइन तर के अरे हैमल दाइ भोलि दादाले भोलिको दिन पनि हेर्नु पर्यो नि फेरि दादा नजाऊ ठिक छ झम्केकै छैन नि म राजा किन यार कमान यार तिमी यार मलाई गाली गर्छौ आज आफू जस्तो सम्झिहाल्यो क्या सानसानो ला ओहो आयो नि त छड्के चिया दिन्न म बुढालाई यस्तो नसिकाउनु ठिक छ राजाले जे होस् होइन चाँडै भोप चाँडै बर्कै खानु पर्छ घाम झुल्किनु भन्दा कि खान पाइन्छ कि के छ राजा है चिया त त्यही घाम झुल्किनु भन्दा कि एक न्याप भन्न पाइन्छ पाइन्छ यार म त गाड फाटिसक्यो बिच त्यति त फुल आयो सुल्ट फुले फुले यस्तो देखा छ भयो एकछिन बस्नु नि त ए हानम लाग्यो दाइ अहिले किन हात्तिनु भयो भनेको आधा त भरौँ न हैन तर उहाँ फिसिङ गरेर आउँदाखेरि चाहिँ अलिकति यसै यार दादा यार यसै हात्तियो कि दादा हैन तर अहिले हाम्रो तल आउँछ फाइनली अब यहाँ चाहिँ ओए यसले के लान्छ यार यसले लान्छ सिर लान्छ कि है अँ अँ ए धेरै हालिन्छ नि लान्छ ठिकै छ मिठो हाल्छ यस्तो गरेर त खै ल्याउ त म हाल्छु बिग्र हाल्यो भन्छ तिमीले
उयो त्यो उयो त्यो मासुमा जान्छ सुत्ने बेलामा आयो भने यो रातो उता आउँछ उता आउँछ यो ठुलो हो त नि फेरि है तर्सा यार ओइ त्यो ओइ त्यस्तो नगर यो निकाल भाग्न पर्ने हो खिच्यो दामी चिकन बर्गर पाक्दैछ त्यसको नाम के राखिदिनु हामीले यसको नाम चाके चाकी नै राख्नु चाके दाउ खोज्दै यसको नाम भनेको तपाईँको भनेको होइन किसम मक्क परेको नि मलाई चाहिँ के भनेन एउटा फेरि दाजुभाइको क्लास कति रक्छ है मेलामा रहेको भाइ बेटाको त हेर्दा नि तिमी भन्दा त यो दुईजना हो क्या दाजुभाइ त्यही त भन्दैछु नि म कसम यार यो दुईजना त साँच्चै हो कि दाजुभाइ नै हो कि यसलाई चाहिँ निकाल मेरो भए पप गरिदेऊ न अफ त गर्ने होइन कि यसलाई हालिदिनु अब ए अँ त्यसलाई निकाल्नु त्यसलाई यसो एकछिन छोक्नु पाएको भयो नि तिमी स्ट्यान्डमा बसेर तिमी भेट्न हल्लिनु फाइनली हाम्रो बर्गर छेट्टी लाएर भयो यो चाहिँ तिमीले मिलाउँदै गर त क्याम्पिङ हो बेच्नु त हामी फेरि हाम्रो जस्तो आइडिया त कति गयो होला गर्छ कसले गर्ने मान्छे नि हुन्थ्यो होला तर दिँदैन त्यो भएर सम्म अब अगाडि हुन्छ लाइट छ नि चावडा अर्को राइट अर्को दुईवटा लाइट रहेछ त मिल्यो भयो क्या फाइनली हामी चाहिँ अब फिसिङतर्फ लाग्दैछौँ है आज टेन्ट र अब चाहिँ हामी एक्चुअल रिजन बिहाइन्ड आजको ट्रिप फिसिङतर्फ लाग्दैछौँ है भयो होइन आज अब चाहिँ हामी आजको ट्रिपको मेन उद्देश्य नाइट फिसिङ तर्फ लाग्दैछौँ हाम्रो 10-15 मिनटको ड्राइभ सिधै माथि सिधै है 10-15 मिनटको ड्राइभ पछि हामी 10 मिनट होइन 2-3 मिनटको 2-3 मिनट गरे 2-3 मिनट हुन्छ होइन अनि किस्मत चाहिँ पकाउनु जाने हो नि माछा माछा पकाउनु पहिला छोप्ने होइन अनि त्यसपछि हो कि किस्मत 2-3 मिनटको ड्राइभ रे दाइ सो सिन त हेर्नु पऱ्यो नि फेरि यहाँसम्म आयो जङ्गलको बिचमा फाइनली हामी लाग्दैछौँ अब चाहिँ नाइट फिसिङको लागि है नाइट फिसिङमा फाइनली माछा मारेर आइसकेपछि हामी अब माछा ग्रिल गरेर खाँदैछौँ के हो राजा होइन त्यो साजल चाहिँ हो कि यस्तो पाराले ल्याउँदैछ माछा है कान्छीहरूलाई पनि बोलाउने थाहा न होइन होला यस्तो कस्टमर आएर बसिसक्यो यहाँ खोइ कस्टमर आएर यहाँ वेट गरिसक्यो भनेको के चाहिँ यार आज के पाक्दैछ त अब यार खासै पाकेन केही पनि आज न के पाक्यो न के मर्यो
फिसिङ आजको लेट नै भयो अलिक खल्ली बल्ली नै हो डिसिप्लिन होइन अनि हाम्रो कान्छा बिरामी होइन तर भोलि चाहिँ हाम्रो सपना पुरा गरिन्छ होइन दादा अब टेन्टभित्र जाने होइन टेन्टभित्र गएपछि वाद विवाद प्रतियोगिता खेल्ने अब है अघि दिउँसोको कन्टिन्यू गर्ने दिउँसोको कन्टिन्यू गर्न त हुन्छ नो वरिज अहिले टक्क चिया खाएपछि झन् जोस आउँछ फाइनली यो ट्रिपको यात्रा चाहिँ यहीँसम्म केटाहरू प्याकिङमा लागिसकेको छ तिमी नि केही काम गर न के हेरेर बस्ने हो सब काम मैले गरेँ है ए सिप कुर्ची पनि टक्क राख्छौ सिपालु हेर न त्यो दाइले मिलाउँछु भनेर तिमी फेरि म अघि नै गर्न ल दाइले यहाँ सब सामान निकालिदियो मिलाउँछु भनेपछि मिलाउँदैन न अघि भर पर्दोवाला कामहरू गरे पो हुन्छ लुक एट द भ्यू नोमन लुकआउटबाट है त्यहाँ उता सानो सानो टापुहरू छ अनि यता छ यस्तो यता छ के हो दाइ दाइ पक्का टुरिस्ट जस्तो देखियो हेर दाइ टुरिस्ट हो नि है Where you come from? Hello, mic testing. So thanks for watching, guys. That was the vlog. हैन हाम्रो प्लान चाहिँ अलिकति फरक थियो गएर फिसिङ गरेर पकाएर खाने थियो तर जाँदा जाँदा अलिकति ढिलो भयो अनि लन्च गर्दाखेरि अँध्यारो भइसकेको थियो आजकल जाडोमा अलिक चाँडो अँध्यारो हुन्छ यहाँ मेलबर्नतिर सो विल्सन प्रमतिर गएर हाम्रो चाहिँ फिसिङ गर्ने प्लान थियो तर त्यो स्पटहरुमा हामीले अलि राम्रोसँग देख्न सकेनौँ फिसिङ स्पटहरु त्यसैले हाम्रो प्लान अलिकति असफल भयो प्लस अलिकति थोरै पनि टाइम थियो हैन वन डे को मात्र क्याम्प थियो किन भन्दाखेरि अलिकति अनएक्सपेक्टेड प्लानिङ पनि थियो त्यसैले राम्रो प्लान पनि थिएन बट नेक्स्ट टाइम वी डेफिनेटली गो फर स्योर हैन माछा नपरे पनि फिसिङ गर्ने ट्राई त गर्छौँ लास्ट टाइम हामीले माछा ट्राई पनि गर्न पाएन विल्सन प्रम वाज प्रिटी गुड अनि हामी त्यो टपमा पनि जान पाएन किन भन्दाखेरि अलिकति समयको प्रभावले गर्दा नेक्स्ट टाइम फिसिङ गरेर टप गएर विल सो यु द होल भ्यू So that's it for the vlog, stay tuned for the next vlog. Peace.